ल यहाँ झापाबाट आउनु भएको रहेछ हैन मेरो गाउँ ठाउँबाट आउनु भएको छ दुईजना तपाईको शुभ नाम टेकरात मगर हो ए अनि यहाँको अनि कति दिन भयो तपाईहरु यहाँ आउनु भएको आएको त 35 दिन भयो के तर आएर यतै अब दाइको घरी छ अनि यतै बसेको छ ए 35 दिन भइसक्यो पासपोर्टको लागि आउनु भएको किन यति लामो समय लाग्यो त हो पासपोर्ट बनाउन अब यहाँ यस्तो लाग्दो रहेछ अब हामीले भन्दा भएन हैन अनि जहिले आइराख्नु भएको छ यहाँनिर होइन आयो त छैन अनि आज चाहिँ किन आउनु भएको आज यो पासपोर्ट निकाल्नको लागि चाहिँ आज जसरी पनि निकाल्ने हैन पासपोर्ट लिनको अनि शौचालयको सुविधा कस्तो लाग्यो तपाईलाई यहाँको एकदम गुड भन्न नमिला के रहेछ त शौचालयको सुविधा शौचालयको अब यहाँसम्म एकदम गन्ध मारिरहेछ है हजुर अनि ठिक लागेन अनि अहिले जुन सिस्टम छ नि सबै एकदमै काठमाडौँमै केन्द्रित भएको छ नि सबै कुरा हजुर पासपोर्ट बनाउनको लागि यसमा केही भन्न चाहनुहुन्छ यस विषयमा यसमा चाहिँ अब हामीहरूको लागि चाहिँ धेरै असुविधा छ है पासपोर्टको लागि अब मलाई जिल्लामा खुल्दै गए त राम्रै हुन्थ्यो पैसा पनि दरो लिँदा रहेछ नि त पैसा पनि होइन पैसाको त लिने कुरो भइगयो होइन उहाँ पनि उयो हो है तर आउनु जानु दुःख चाहिँ धेरै हुन्छ है त्यही त स्पेसली बाहिरबाट आउनु भएकोहरूलाई होइन यहाँलाई के भन्नु छ एउटै हो ल यहाँहरू दुवैजना धन्यवाद है त ल